ड्रप माई नोटमा आज मैले इकोनोमिक्सको नोट्सहरू अपलोड गर्न गइरहेको छु है त। यो कसरी गर्ने भन्ने कुरा तपाईँहरूले 1 मिनटभित्रमा सिक्नुहुन्छ। अब म सुरुमा च्याप्टरहरू बनाउनु पर्यो, मलाई अलि अर्गनाइज्ड वेमा राख्नु पर्यो भने मलाई च्याप्टर बनाउनु पर्यो। त्यसको लागि म आइकनमा क्लिक गर्छु, पहिला लगइन गरेर आइकनमा क्लिक गर्छु, त्यहाँ ड्यासबोर्ड भनेर छ, ड्यासबोर्डभित्र गइसकेपछि तलपट्टि माई योर नोट्स भनेर छ हो। मैले चाहिँ यहाँ च्याप्टर 1 च्याप्टर 2 च्याप्टर 3 च्याप्टर 4 च्याप्टर 3 सम्म चाहिँ मैले यसमा राखिसकेको छु होइन। यसमा योर नोट्सहरू कुन कुन नोट राखेको छु भन्ने कुरा। अब कोर्स एड गर्ने चाहिँ तल माई कोर्सेसहरूमा यहाँ क्लिक गरिसकेपछि यो ठुलो कोर्स गर्नु पर्यो भने यहाँ न्यू कोर्स गर्ने, एउटै कोर्सको जस्तै बीबीएस सेकेन्ड इयर इकोनोमिक्सको चाहिँ मलाई टपिक्सहरू राख्नु पर्यो भने मैले सरर यहाँ चाहिँ पहिला टपिक्सहरू मैले सेट गर्छु। मैले जस्तै च्याप्टर 3 सम्म नोट राखिसकेको छु, च्याप्टर 4 च्याप्टर 5 च्याप्टर 6 चाहिँ मैले यसमा टपिकहरू राखेँ र मैले यहाँ एड टपिक गरिसकेपछि म के गर्छु, अब च्याप्टर 7 राख्नु परेको छ, च्याप्टर 7 राख्नु परेको छ। मैले च्याप्टर 7 को नाम के राख्छु, च्याप्टर 7 को नाम मैले चाहिँ अब यहाँ मैले द ट्युसन क्लासमा गएर म च्याप्टर 7 को नाम लिएर आउँछु। मोनिटरी थ्योरी हो च्याप्टर 7 को नाम, मैले ओके गर्छु। यति गरेपछि मेरो चाहिँ च्याप्टरहरू आइसक्यो। अब तपाईँहरूले अब यही चिज यहाँ देखाइहाल्छु, अरू म बिस्तारै बिस्तारै एड गर्दै गरौँला। अब यही चिज च्याप्टर 4 मा चाहिँ नोट कसरी अपलोड गर्ने भन्दा अपलोड नोटमा गइसकेपछि ड्रप योर फाइल हियर, च्याप्टर 4 मा थियौँ हो, हामी च्याप्टर 4 मा क्लिक गर्छु। अब यहाँ कन्टिन्यू क्लिक गर्छु। म के गर्छु भने रियुज, मलाई धेरै डिटेलहरू म फेरि पनि अपलोड गर्न सक्छु, तर म यहाँ रियुज डिटेल गर्छु। अगाडिका चिजहरू मेरो सबै आयो, च्याप्टर 3 को आयो तर है। अब यसमा चाहिँ म बीबीएस सेकेन्ड इयर चुज गर्छु, टपिकमा चाहिँ म 4 को चुज गर्छु। टपिक मेरो च्याप्टर 4 बाट हो नि त, त्यही भएर चाहिँ म च्याप्टर 4 युज गर्छु र च्याप्टर 4 को अब नाम हामीले दिनु पर्यो। च्याप्टर 4 को नाम दिँदाखेरि अब मैले 3 को नाम चाहिँ म यहाँ हटाइदिन्छु, पेस्ट गरेँ, यहाँ च्याप्टर 4 लेखिदिएँ मैले। अब यहाँ चाहिँ च्याप्टर नम्बर 4 लेखिदिन्छु म। भनेपछि यो चाहिँ तपाईँले अरू डिटेलहरू धेरै डिस्क्रिप्सनहरू राखिराख्नु भएको छ भने चाहिँ डिफल्ट डिस्क्रिप्सनबाटै काम गर्न सकिन्छ। भनेपछि मैले टाइटल राखिदिएँ, अनि डिस्क्रिप्सन राखिदिएँ, अनि यहाँ ट्याग्सहरू आफै आइसक्यो, त्यो रियुज डिटेल गरेको भएर कोर्स पनि कुन कोर्स भनेको आइसक्यो। टपिक चाहिँ मैले सेलेक्ट गरेँ। अब यहाँका फर्दर टपिकहरू तपाईँले त्यहाँ एड गरेको टपिक्सहरू यसमा आउँछ र यहाँ गरेर प्रिभ्यू गर्ने। त्यसपछि तपाईँले अपलोड गर्न लागेको नोटहरू चाहिँ कुनै कपिराइट नलाग्ने खालको हुनुपर्छ। त्यहाँबाट मैले पब्लिस नोट गरिदिइसकेपछि मेरो ढ्यान्टान नोट चाहिँ पब्लिस भइसक्यो है त। यसरी नै तपाईँहरूले आफ्नो नोट्सहरू पनि ड्रप माई नोटमा पब्लिस गर्न सक्नुहुन्छ। थ्याङ्क यू।